किनभने हामीलाई भन्ने जस्तो जिन्दगीमा भएकै छैन। अब यो शान्ति अपार छ। हाम्रो जुन दिन हामी आत्मामा जोडिन्छौँ नि संसारको खुसी पाइन्छ। कोही नभए पनि म परिपूर्ण भएँ भनेर चाहिँ आफूलाई महसुस हुन्छ। त्यो आज हामी एकछिन महसुस गरौँ। अनि त्यस्तै गरेर ध्यान भनेको के हो त? अझै 2 शब्दमा होस। हेर्नुहोस् है, कुनै पनि बच्चा स्कुलमा जान्छ, ककाकी पढ्छ, उसले एकदमै ध्यान दिएर पढेको बच्चा चाहिँ फर्स्ट हुन्छ, ध्यान नदिएको बच्चा के हुन्छ? फेल हुन्छ। बच्चामा पनि लागु हुन्छ यो। त्यस्तै गरेर उमेरको हुँदै हुँदै वृद्धहरू हामी अहिले जुन अवस्थामा छौँ, कतिपय हाम्रो माननीय आमा बुवा हुनुहुन्छ, कतिपय दिदीहरू हुनुहुन्छ, हामीलाई अझै होस चाहिन्छ। हामी के गर्छौँ? खाना खान्छौँ, हामी यहाँ खाना खाइरहेका हुन्छौँ, हाम्रो मन कहाँ वृन्दावन हो कि अमेरिका हो कि अस्ट्रेलिया हो कि छोरा हो कि छोरीमा जान्छ, अनि दाल थपिदियो भने थपिँदै भन्छौँ। एकाग्र भएर खाँदैनौँ। हजुरलाई थाहा होला यो कुरा। त्यस्तै गरेर हामी कपाल गर्छौँ, कहिले काहीँ यो काँच राख्छौँ, भोलिपल्ट खोज्दा फिटिको काहीँ यो भेटिँदैन। त्यस्ता घटना पनि हजुरलाई थाहा छ होला। कहिले काहीँ चाबी घरमा लगाउन खोज्छौँ, ढोका खोल्न खोज्छौँ, अनि ढोका खोल्छौँ पनि चाबी भोलिपल्ट खोज्दा त्यो चाबी पनि भेटिँदैन। हाम्रो होस भएन प्रभु। यो ध्यान भनेको के हो? होस हो। हामीले ध्यान गर्न थाल्यौँ, हामीले मेडिटेसन भनिन्छ, यसलाई मेडिटेसन गर्न थाल्यौँ, आफूमा फर्किन थाल्यौँ भने त्यसले होस बनाइदिन्छ। म अस्ट्रेलियामा गएको बेलामा मैले त्यहाँ नर्सिङ होममा काम गर्थेँ होइन। त्यहाँका बुढाबुढीहरू जब म कोठामा जान्थेँ, अधिकांश बुढाबुढीहरू डिप्रेसन फ्रस्ट्रेसन हुँदै गएको देखेँ मैले। उहाँहरू केसम्म भन्नुहुन्थ्यो? आई वान डाई, म मर्न चाहन्छु, आजै मलाई मर्न देऊ, मेरो शरीर चाहिँदैन। किन भयो त्यस्तो? उहाँहरू जिन्दगीमा खुसी नै भएन, सत्कर्म गर्नु भएन, सही काम गर्नु भएन, ईश्वरसँग जोडिनु भएन, आफ्नो अन्तरिक हृदयको प्रभुलाई चिन्नु भएन। त्यसकारण सत्यम शिवम सुन्दरम, ईश्वर नै सत्य हो, त्यसलाई चिन्तन गर्ने। तर कहिलेकाहीँ चाहिँ बन्द आँखा गरेर 1 घन्टा दिने। हजुरहरूलाई आज म यही बिन्ती गर्छु। मलाई थाहा छ, हजुरहरूलाई सबै कुरा थाहा छ, भागवत पुराण थाहा छ, शिव पुराण थाहा होला, सबै पुराण थाहा होला सबै। अब भागवत त्यस्तै गरेर चाहिँ महाभारत पनि छ नि। महाभारत के हाम्रो जीवनको सबैमा महाभारत छैन र? जीवनभरि हामीले हाम्रा जिन्दगीमा कति लडाइँ छन्, कति दुःख छन्, कति कष्ट छन्, हामीले एक सिङ्गल जीवनमा महाभारत जस्तो लडाइँ गर्दै आएका छौँ। कहिले छिमेकीसँग, कहिले आफन्तसँग, कहिले तेरोसँग, कहिले तेरोसँग हुँदै हिजोको त्यो चाहिँ कस्तो के कल्कलाउँदो बच्चाको उमेर भएको शरीर आज हेर्दा खङ्ग्राङ्ग बुढो भयो। किन भयो? हामीले यो चाहेका थिएनौँ। हो, अब यही यदि हामीले ध्यानमा गयौँ, भक्ति ध्यानमा भित्र डुब्यौँ भने हामी सायद शरीर बुढो होस्, अन्त यतिबाट अपार शान्ति हुन्छ। म बच्चा हुँ कि बुढो हुँ थाहा नै हुँदैन प्रभु। त्यसकारण ध्यानमै डुबौँ। ध्यान एकाग्र मिलाई भनेको एक चित्त लगाएर बाहिर हिजो राधे कृष्ण भन्थ्यो भने यो राधे कृष्ण मैभित्र छ, यो आत्माभित्र राधे कृष्ण छ। जुन दिन एकाग्र मनले चाहिँ भक्तिमय हुन्छ नि, राधा कृष्ण सम्झे राधा कृष्ण देखिन्छ, गुरु महाराज सम्झे गुरु महाराज देखिन्छ। चाहे गुरु भनौँ, चाहे भगवान् कृष्ण भनौँ, चाहे भगवान् बुद्ध भनौँ, चाहे जिसस भनौँ, एउटै तत्त्व के हो? ईश्वर हो। जताबाट गए पनि त्यही विद्या सिके जस्तै, जताबाट गए पनि त्यही स्कुलमा पुगे जस्तै एउटा ईश्वर छ। त्यो ईश्वरलाई आज मैले गुरु महाराज ल्याएको छु। मैले भने जताबाट पाए पनि एउटै तत्त्व हो। आज हामी यस्तै कुरालाई सही कुरा यो हजुरलाई सही नै लाग्छ होला, यही नै सत्य कुरा हो। सत्य सुन्दर अघि नै भने बोलीबाट पनि सत्य वचन बोल्नु पर्यो, मन वचन र कर्मबाट हामीले कहिल्यै पाप नगर्नु पर्यो होइन। सही खाना खानु पर्यो, भेजिटेरियन खाना खानु पर्यो र हृदयमा ईश्वरको चिन्तन गर्नु पर्यो। र कहिलेकाहीँ यसरी कीर्तन त गर्छौँ, कहिलेकाहीँ अन्तर्हृदयको हे ईश्वर तिमी मेरै भित्र छौ, म तिमीलाई चिन्तन गर्छु, बाँच्दा पनि तिमी म भित्र छौ, मर्दा पनि तिमीसँग जान्छु भनेर भन्ने। चित्रगुप्त हेर्नुहोस् है, चित्रगुप्तले लेख्छ भन्छौँ नि, चित्रगुप्त माथि बसेर लेख्दैन प्रभु। चित्रगुप्त त हाम्रो अन्तर्हृदयको आत्मा नै चित्रगुप्त हो। त्यो चित्रगुप्त साक्षी छ हामीले कस्ता कर्म गर्यौँ, हिजोका दिनमा कसलाई कस्तो सोच्यौँ, मन वचनबाट कस्ता कर्म गर्यौँ, त्यो कर्मलाई प्रस्ट्याइदिने, त्यो कर्मलाई चाहिँ साक्षी भाव राख्ने हाम्रै आत्माको रूपमा हाम्रो ईश्वर छ। त्यही आत्माको ध्यान गर्छौँ हामी आज होइन। सधैँ
राधाकृष्ण भन्छौँ नि हामीले चाहिँ आत्मा नै राधाकृष्ण होइन र हो नि त्यो आत्मा परमात्मा गुरु एउटै तत्त्व हो जुन दिन आत्माको बोध भयो परमात्मामा विलिन टाइम लाग्दैन त्यसकारण हजुरहरूलाई यी धेरै कुरा छन् म धेरै टाइम लिन अघि पनि भने